गाइज आजको काम पनि मैले गाइज लिफ्ट रुम सब पोचा हानेर फेरि चाहिँ यो म्याट धुनुपर्ने छ गाइज सिधै सफाइ गरेर फेरि म्याट धुनुपर्ने छ सफाइ गरेर सिधै सके गट्टा चाहिँ प्राय गन्दगी पानी फाल्नु पऱ्यो भिजाउनको लागि जल्दी हुन्छ भनेर भिजाएपछि आधा घन्टामा धुनुपर्छ म्याट भिज्दासम्म म गाडी पुसिरहन्छु त्यत्रोसम्म ब्याकग्राउन्ड सङ सुन्दै गर ल म्याट चाहिँ धोएर सिधै गाईको हटाउनु पऱ्यो यसरी धुटो खिलाएर सिधै अब गाइज पंखा पनि चलायो फाइनली सिधै अहिले चाहिँ सन्डेको दिन थियो सन्डे धुनुपर्छ दिइसक्यो पाइप साइप खेडेर पनि राखियो सब गर्यो आजको लागि यति नै नेक्स्ट भिडियोमा भेटौँला